हाम्रो नेपालको यात्रा हामी नेपाल जाँदैछौँ अनि यो चाहिँ एयरपोर्टमा खिचेको वेट गरेर बसेको प्लेनको नेपाल जाने भनेर सबैजना गएर कति ग्लोइङ फेस भएको के खुसी भएर मेरो छोरा अनि प्लेनमा बसेको अनि खाएको जीवन हाट लट्स अफ फन के कति इन्जोय गरेको एकदमै खुसी भयो आमालाई भेट्न जाने छोरा I don't know how it's coming. त्यसपछि भोलिपल्ट उठेर काठमाडौँतिर सबै घुम्न गयो कति चेन्ज गऱ्यो ठाउँको नभए भन्ने आएको के सबै ठाउँहरू चेन्ज भएको मेरो छोराले कति धेरै इन्जोय गर्यो है जीवन तिमीले हेर न नेपालको कति धेरै इन्जोय गर्यो है तिमीले र मैले हामी नेपाल गएको थियौँ नि त लास्ट टाइम निन्द्रा आएको थियो नि त तिमीलाई निन्द्रा मिलेको थिएन उहाँ र यहाँ अनि चन्द्रगिरी पनि गयौँ है हामी केबल कारमा चढेर गएको थियौँ नि तिमी त स्पाइडरम्यान किनेर अनि खानेकुराहरू पनि खायो कति धेरै मनी स्पेन्ड गरे है तिमीले है अनि लुगे त हामीले त्यहाँ माथिबाट खिचेको नि है यो यस्तो राम्रो जङ्गलहरू रमाइलो लागेको के हेर न छोरा है यहाँ चाहिँ त्यो चन्द्रगिरीको नजिकै रिसोर्ट रहेछ हामी के नेक्स्ट टाइम त्यहीँ जाने ल अनि छोराले त्यो खायो आइसक्रिम मिल्कसेक यु सेड एभ्रिथिङ आई वान्ट एभ्रिथिङ मम्मी एभ्रिथिङ तिमीले अर्डर गरेको नि डान्स गर्दैछ अनि प्लेग्राउन्ड रहेछ छोराले प्ले पनि गर्यो त्यहाँ है छोरा तिमीले you had so much fun नेपालमा that was so cool. Yeah. I'm going again. I'd like to have more than they are. Oh, you don't like to go again Nepal? Yeah, I'll go. Nepal can make me hot. I can't Yeah. eat that. Because this time it was summer थियो नि त त्यही भएर हट भएको नट अगेन छोरा अनि त्यसपछि हामी कता घुमेको I don't know बसन्तपुर कता कता हो भन्नु नि आउँदैन मलाई त यहाँ हामी घुम्न गएको थियौँ नि अनि यस्तो दामी दामी ठाउँहरू के हाम्रो काठमाडौँ टी मन पर्यो है छोरा धेरै पछि गएको अनि त्यसपछि काठमाडौँ घुमेर भ्याएँ अनि आमालाई भेट्न गयौँ हामी आमालाई बाटोमा भेट्यौँ अनि त्यसपछि पोखरा गयौँ पोखरा है दिदीहरूले अनि सरप्राइज दियो वेलकम टु नेपाल भनेर ज्योति दिदीले है तिमीलाई केक फ्लावर रेडी बनाएर अनि मेसान इज सो ह्याप्पी होइन आथेसँग कति खुसी भयो त्यसपछि घर पुग्यो फाइनली है जीवनको हाउस पुग्यो नेपालको त्यही हो साथीहरू अनि त्यसपछि फोटो खिच्छु भने बुढाले त्यसपछि नेक्स्ट डे नक्कल पार्न गयौँ नेल बनाउन पार्लरमा मेरो ज्योति छोरीले लिएर गयो त्यसपछि यसो नेक्स्ट डे फेरि कपाल बनाउन गयो यति बिजी कि नेपालमा अनि फेरि नेक्स्ट डे पूजा भयो बाजेको 5 years भएको हामीलाई छोड्नु भएको 5 old is mean I'm around a year. पूजाहरू गरेँ अलिअलि फोटोहरू खिचेँ सबै इष्टमित्रहरू आउनुभएको थियो अनि पूजाहरू गरेँ प्रसादहरू खाएँ अनि गफसफ गरेँ बत्ती बाले बाबाको नाममा बाबालाई सम्झिँदै कति धेरै मिस गर्दै छोडेर जानुभएको पनि 5 वर्ष भयो 5 वर्षमा चाहिँ नेपालमै गएर बत्ती बाल्ने हामीले घरमै गएर बत्ती बाल्ने निर्णय गरेँ अनि बाबा पनि आई थिङ्क खुसी हुनुभयो होला छोरा बुहारी नाति नेपाल गएको देखेर आफ्नै घर परिवार सबैजना सँगै बसेर
बाबालाई सम्झिन पाएँ। सम्झिन त सधैँ सम्झिरहेको छ तर 5 वर्षको बत्ती म चाहिँ क्यामेराम्यान मात्र हो माइत गयो नेक्स्ट डेमा फ्यामिली पिक्चर खिचेँ हामी 5 दिदी बहिनी अनि त्यसपछि दाइ भाउजू आमा फ्यामिली पिक्चर खिच्यौँ अनि हाम्रो भदैसँग पनि फोटो खिच्यौँ। हजुर के खानु भएको यो भैँसीको के लोकल भैँसीको कुलाको बोसो नुनको खुर्सानी साह्रै खानु मन लाग्छ नुनको खुर्सानी खान्छ अहिले खान्छु खानु कुलाको बोसो नुनको खुर्सानी लोकल भैँसीको साह्रै मिठो 4-5 वर्षको इच्छा पुरा भयो मेरा हेलो हेलो हजुरहरू के गर्दै हुनुहुन्छ यहाँ भन्नुहोस् त धनियाँ टिप्नु लगाएको कहाँको धनियाँ हो यो यो काँडे धनियाँ अर्ग्यानिक धनियाँ हो हेर्नु है साथीहरू यस्तो हुन्छ गाउँतिरको धनियाँ अर्ग्यानिक अर्ग्यानिक हाम्रो बुनु चाहिँ भर्खरै उठ्दैछ है बिहानको कति बजे 10-12 बजे बुनु चाहिँ बिहानको कति 10 बजे उठ्दैछ र बल्ल मुख दिँदैछ खाजा त अब परेकै कुरा अनि त्यसपछि बच्चाले फोटो खिच्यो अनि हाम्रो सबैको फोटोसोटो खिच्यौँ बेलुका आमाले पकाएको खानेकुराहरू खायौँ म पनि आमालाई हेल्प गरेँ पुरानो घर पुरानो किचन कस्तो बसेर खान मन परेको थियो अनि त्यसपछि नेक्स्ट डेमा हामी मनोकामना त्यसपछि मनोकामना गएँ फुलदेखि फोटो मनोकामना गरेर घर आयौँ त्यसपछि नेक्स्ट टाइम फेरि गाउँ गएँ मेरो बुढाको गाउँ तुरन्त के तोरा 12 ल्याएको नपुग्ने हो क्या यो बाटो माथि अहिले लासी पछि गरे हुन्न एउटाले बनाएर त भइहाल्यो फोटो खिच्न बाबु तेरो मोलर ट्याक्कै त्यहाँ हो गरे कता कता अकाली मार्ग स्वर्गीय बुवा नीलबहादुर आमा गौमती गुरुङको स्मृतिमा पुतली बजार नगरपालिका वार्ड नम्बर 6 टक्सर पछिना निवासी श्री नीलबहादुर गुरुङद्वारा करिब 300 मिटर ढुङ्गे सिरी बाटो रु 85,000 को लागतमा निर्मित 2070-11-10 गते है स्वर्गीय तिलबहादुर र स्वर्गीय मनमती गुरुङको स्मृतिमा कान्छी श्रीमती कालीमाया गुरुङ तथा छोरा बुहारीहरूद्वारा सोही बाटोलाई रु 1,53,500 को लागतमा पुनर्निर्माण गरी पक्की बनाइयो। पुनर्निर्माण मिति 2081 12 महिना 27 गते। तेल लगाइदिने तोरीको तेल लगाइदिने
ल सबैले छ र भदिनीले लौरी टेकेर जाने हो अब अहिले अहिले टाइम हुन्छ र ड्राइभर चाहिँ केटा माइलीलाई दिइराख्नु पर्छ मेरो सासू ससुरा कति क्युट देखेको नि कति राम्रो देखेको क्या अनि हामी सबैजना फोटो पनि खिच्यौँ बाबा आमालाई पनि सम्झ्यौँ के गर्ने यस्तै छ जिन्दगी है सानो यस्तै छ जिन्दगी जीवन खुसी भएर मार्दैछ अनि गफसफ भुटुल गए मेरो दाइहरूले भुटुलमा पनि घुमेँ एकछिन त्यस नेक्स्ट डेमा लेक साइड घुम्न गयो मेरो भान्जीलाई पनि लगाइदिनु भान्जीको छिटो बिहा भएर होटेल खान पाएर भान्जा धेरै पदा खायो मेरो दिदीलाई धेरै त्यही मन नभएर आशीर्वाद छ है यसमा निलो मन तागे पुगो निरोगी हुने त्यही हो मैले
Khá भयो नानी ल भिडियो त कहाँ हो ल दिदी एकदम निरोगी हो नि अब ल भाग्यमान एक छोरी ल खै मेरो जेठानी दिदीलाई लगाइदिनु पर्यो अर्को दिन फ्यामिली डिनर जाने भनेर हामी लेक साइड गयौँ कति रमाइलो भयो सानो लेक साइडमा हेर न हामी के गर्यो डिनर खाएर आएको है लेक साइडमा त्यो बिचमा राख बिचमा सानो यता भाग्नु लगाइदिनु त त्यो पेराउन्डी अहिले यही भइरहोस् न फेरि लिएर हो क्या त्यो फेरि ननिस्क्यो Look.